यो खेलाडीहरुभित्र छिर्ने ठाउँ चाहिँ यहाँबाट बन्छ यो साइडबाट यो चाहिँ अब बस यो माथि दर्शकहरु जाने चाहिँ भरेङबाट माथि जानुहुन्छ अनि खेलाडीहरुको लागि रुमहरु एक्सचेन्ज रुमहरु बिल्डिङ भित्र बन्ने चिज चाहिँ यो पार्टमा बन्छ जेउस अब जुन खेलाडीहरु प्लेयरहरु छिर्ने मेन गेट भनेको चाहिँ अब यो 23000 स्क्वायर फिट नै हो सर 23000 स्क्वायर फिट नै हुन्छ अब हाम्रो बाहिरबाट आउने रोड चाहिँ यो हो यो रोडले चाहिँ हाम्रो ठ्याक्कै यहाँ लिङ्क गर्छ सुन्नुभयो त हो तपाईहरु सुन्दै हुनुहुन्छ भने सही सुन्दै हुनुहुन्छ थुप्रै साथीहरुको जिज्ञासा थियो त्यो मैदानमा खेलाडीहरु प्रवेश गर्ने मुख्य द्वार कुन हुनेछ लगायत पेरिमिटरको बारेमा पनि हामीलाई थुप्रै जिज्ञासाहरु सोध्नु भएको थियो भने आज हामीले त्यस बारेमा यस आयोजनाका मुख्य सर्वे इन्जिनियर सरसँग विशेष कुराकानी गरेका छौं कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला ताकि तपाईहरुले सम्पूर्ण अपडेट थाहा पाउन सक्नुहुनेछ सर यहाँलाई स्वागत छ धन्यवाद अहिले यो ट्यु क्रिकेट मैदानमा चाहिँ तीव्र रूपमा काम चलिराखेको छ यस क्रममा चाहिँ तपाईको के भूमिका रहेको छ बताइदिनुस् न सर सबैलाई नमस्कार म पवन बुढाथोकी यहाँको सिनियर सर्वेयर यो अहिले सबै भएको प्रोजेक्टहरुमा लाइन लेभलहरु हेर्ने कामहरु चाहिँ सबै मैले गरिराखेको छु अब यताबाट देख्नुहुन्छ यो अहिले भइराखेको चाहिँ हाम्रो यो त्यसको प्याराफिटको बाहिरीपट्टिको हाम्रो रिङ रोड हो त्यसको अहिले यो ग्राभेलको लागि लेभलिङ कामहरु भइराखेको छ अब हामीले यो चाहिँ हाम्रो प्याराफिट वरिपरि सबै बन्ने भएको भएर चाहिँ अहिले लगभग हामीले 200-300 मिटर जतिको चाहिँ लेभलिङ कामहरु सकिसकेको छ बाँकी अरू कामहरु चाहिँ यो मिलाउँदैछौँ यो मिलाइसकेपछि हामीले ग्राभेल गरेर यसलाई कम्प्याक्ट गरेर हाम्रो बाहिरबाट आउने ठाउँहरु बन्छ त्यसपछि यतापट्टि देख्नुहुन्छ यो चाहिँ यहाँबाट आइसकेपछि यो खेलाडीहरुभित्र छिर्ने ठाउँ चाहिँ यहाँबाट बन्छ यो साइडबाट यो चाहिँ अब बस यो माथि दर्शकहरु जाने चाहिँ भरेङबाट माथि जानुहुन्छ अनि खेलाडीहरुको लागि रुमहरु एक्सचेन्ज रुमहरु बिल्डिङ भित्र बन्ने चिज चाहिँ यो पार्टमा बन्छ अनि यसको इन्ट्रास्ट चाहिँ दुईटा छ एउटा भयो अर्को फेजमा चाहिँ योभन्दा अर्को बिल्डिङ बन्ने फेजमा चाहिँ बन्छ उतापट्टि अहिलेको फेजमा चाहिँ छिर्ने त अब यो भर्याङबाट जाने नै भइहाल्यो अब जुन अब खेलाडीहरु प्लेयरहरु छिर्ने ठाउँ चाहिँ कुन ठाउँबाट हुन्छ सर प्लेयरहरु छिर्ने चाहिँ यसैको बीचमा एउटा प्यासेज हुन्छ त्यो प्यासेजको माध्यमबाट चाहिँ भित्र जाने ठाउँहरु हुन्छ त्यसमा चाहिँ हाम्रो दर्शकहरु त्यहाँ जान पाउँदैन कि दर्शकहरुलाई चाहिँ बाहिरबाटै भर्याङबाटै माथिहरु जान्छ यतापट्टि यो प्यासेज निस्किन्छ हैन सर हजुर प्यासेज निस्किन्छ यो जुन अहिले 23000 स्क्वायर फिटको यो जुन बिल्डिङ बन्दैछ नि सर त्यो भन्दा उतापट्टि पनि अर्को दोस्रो फेजमा के छ सर प्लान दोस्रो फेजमा चाहिँ अहिले हामीले गरिरहेको चाहिँ ठ्याक्क 50% काम हो यसकै 50% काम चाहिँ दोस्रो फेजमा बन्छ त्यो चाहिँ अब अहिले भएको एक्जिस्टिङ बिल्डिङहरु कारणले त्यतापट्टिको चाहिँ टेन्डरहरु केही लागेको छैन यो फेज सकिसकेपछि बाँकी त्यसको प्रक्रिया चाहिँ अगाडि बढ्ने होला जेउस अब जुन खेलाडीहरु प्लेयरहरु छिर्ने मेन गेट भनेको चाहिँ अब यो 23000 स्क्वायर फिट नै हुने भयो नि त सर हाम्रो बाहिरबाट आउने रोड चाहिँ यो हो यो रोडले चाहिँ हाम्रो ठ्याक्कै यहाँ लिङ्क गर्छ अनि यो लिङ्कबाट चाहिँ यहाँबाट भित्र जाने अनि दर्शकहरुलाई यो प्याराफिटमा माथि जान हेर्न खेल हेर्नको जानको लागि चाहिँ योबाट माथि जाने प्लस हाम्रो पार्किङ एरिया पनि सायद यही एरियातिर हुन्छ होला जेउस अब पार्किङको पनि सम्भावना यतैतिर देखेको छ पार्किङको पनि सम्भावना यतैतिर हुन्छ होला अहिले तत्कालको लागि चाहिँ योभन्दा पछिको बिल्डिङहरु बन्यो भने चाहिँ त्यसको लागि अप्सन हुन सक्छ अब एउटा भनौँ न एउटा रिङ रोड जस्तै काम भइराखेको छ हैन यो पहिला झाडी पनि थियो अहिले यो धमाधम रूपमा यो माटोहरु नयाँ माटोहरु राख्दै यो पेरिमिटर बढाउने काम पनि भइराख्दाखेरि चाहिँ यो साइड जुन अहिले यो टरहरु बनेको छ नि सर कामदारहरु बस्नको लागि यो ठाउँ चाहिँ अहिले त्यतिकै नै रहने छ कि अहिले के हुन्छ सर अब पछि अहिले चाहिँ त्यतिकै रहन्छ हाम्रो चाहिँ यो बन्नेवाला रिङ रोड चाहिँ त्यो लेबर क्याम्प भन्दा यतैबाट हुन्छ जुन अहिले तपाईले देखिरहनुहुन्छ साइडमा पछाडी त्यो मोटामोटी हाम्रो ट्र्याक अब यो ट्र्याकलाई चाहिँ हामीले मेन्टेनेन्स गरेर ग्राभेल गर्ने लेभलिङ गर्ने काम गरेको चाहिँ लिएर जान्छ पछाडि हाम्रो लेबर क्याम्पहरुतिर चाहिँ अहिले हामी त्यो त छुँदैनौँ अब यो जुन अहिले 3 नम्बरको यो फ्लड लाइट रहेको छ यो अहिले बुम पम्प मेसिन भन्दा यो पल्लो साइडको भागमा जो सब त्यसलाई चाहिँ भित्र पारेर चाहिँ अब यो पेरिमिटर बन्ने नै भयो नि त सर त्यो लाइट नै ठ्याक्क भित्र पारेर त्यसकै साइडपट्टिबाट हामी चाहिँ अहिले रिङ रोड त्यताबाट बनाउँदैछौँ अब हामीले दर्शकहरुलाई चाहिँ यहाँ पेरिमिटर पनि थुप्रै मात्रामा चाहिँ बढिएको छ भन्दा भयो भयो यहाँ थुप्रै मात्रामा बढ्दाखेरि तपाईहरु बिहानदेखि बेलुकासम्म रातिसम्म पनि हामीले कतिपय लाइभहरुमा पनि देखेका छौं थुप्रै मात्रामा जसरी कामदारहरु खटिराख्नु भएको छ
तपाईँहरू पनि त्यही अनुसार खटिराख्नु भएको छ। लगभग कति जति घन्टा खटिराख्नु भएको छ सर तपाईँहरू? अहिले यहाँ मोटामोटी भन्दा त 24 घन्टामा मेरो टेक्निकल तर्फबाट चाहिँ म मात्र भएको कारणले चाहिँ हजुर 12 घन्टा त नर्मली छ, प्लस त्यो बाहेक मेरो 6 घन्टा एक्स्ट्रा काम गरिरहेको छु। कुनै कुनै दिनमा चाहिँ अब ढलानको यताउति काम भयो भने चाहिँ 24 घन्टासम्म पनि काम चाहिँ खट्नुपर्ने हुन्छ। तपाईँले अब अहिले ट्यु क्रिकेट मैदानको कन्स्ट्रक्सनको रूपमा अहिले सर्वेको रूपमा खटिराख्दाखेरि चाहिँ अन्य ठाउँमा काम गर्दा र यो ठाउँमा काम गर्दाखेरि चाहिँ तपाईँले के डिफरेन्स पाउनुभयो सर? यस्तो अन्य ठाउँमा काम गर्दा चाहिँ टाइम पिरियड बढी हुन्थ्यो र अलि लङ पिरियडसम्म काम गरेर पाइन्थ्यो भनौँ न समयको। यहाँ चाहिँ अलि छिटो काम सक्नुपर्ने भएको भएर एकदम धेरै खट्नु परेको त्यो अवस्था छ अहिले चाहिँ। अहिलेसम्म तपाईँ खट्दाखेरि सबैभन्दा जुन अहिले तपाईँले कन्स्ट्रक्सनको काममा थुप्रै मात्रामा एउटा अनुभव पनि बटुलिएको एउटा भनौँ न अनुभवी व्यक्ति पनि हुनुहुन्छ। यो ठाउँमा काम भइराख्दाखेरि चाहिँ कतिको गतिमा चाहिँ काम भएको तपाईँले महसुस गर्नु भएको छ? यसमा चाहिँ अब अन्त हेरिकन हाम्रो काम चाहिँ एकदम फास्ट तीव्र गतिमा भनौँ न कुनै पनि काम चाहिँ अब हामीले नरोकिकन एकदम जस्तै आज एउटा के काम छ भने भोलि त्यसको सेड्युल हाम्रो आएपछि त्यो सेड्युल अनुसार प्रत्येक डेली सेड्युल अनुसार चाहिँ हामी काम गरिरहेका छौँ। त्यसलाई हामी कुरेर बस्ने टाइम चाहिँ अहिले छैन। पक्कै पनि तपाईँहरू जुन सेड्युल निस्किन्छ त्यो सेड्युललाई चाहिँ टुका टुसे भनौँ न तपाईँहरूले चाहिँ युटिलाइज गरिराख्नु भएको छ। हामी त त्यही आजको सेड्युल आज जस्तै अब भोलि केही काम गर्नु छ भने चाहिँ आजै सेड्युल भन्छ भोलिको लागि, जस्तै अनि फेरि त्यो सेड्युल आज सक्यो भने फेरि अर्को नेक्स्ट डेको लागि त्यो सेड्युल भन्छ, त्यो अनुसार चाहिँ डेली हामी काम गरिराखेका हुन्छ। हुन्छ सर, अब हामीलाई थुप्रै दर्शकहरूले पनि सोध्नु भएको थियो पहिला यो ठाउँबाट हामीले पेरिमिटरको यो जुन 23,000 स्क्वायर फिटको प्याराफिट छ यो ठाउँबाट चाहिँ अब दर्शकहरू छिर्नको लागि यो मेन गेटको भाकै यही हुन्छ हामीले भन्ने पनि गरेका थियौँ र त्यसबारे चाहिँ तपाईँले आज प्रष्ट पनि पारिदिनु भएको छ। अन्त्यमा हाम्रो दर्शकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? ल दर्शकहरूलाई अब हामीले मेहनत गरेर काम गरिरहेका छौँ, यसमा कुनै पनि हाम्रो भनौँ न काम सम्बन्धी कुनै त्रुटिहरू त्यस्तो केही पनि छैन। एकदम दर्शकहरूलाई इन्जोयको साथ भविष्यमा केही आपद विपद केही नपर्ने तरिकाले हाम्रो स्ट्रक्चरहरू खडा गरेका छौँ। अब दोस्रो चरणको यानपेल चाहिँ मजाले नाइटमा पनि बसेर हेर्न पाउने भयो नि त सर? पाइन्छ, मजाले पाइन्छ। अनि तपाईँ आउने कि नआउने त सर हेर्नलाई? आउने, किन नआउने। योभन्दा पहिला हेर्नु भएको छ कि छैन हाम्रो पहिलो सस्कन्सको यानपेल? मजाले हेरेको थियो पहिला, यहाँ हामी बसेर यो पाखामा हेरेको पाखालाई अहिले सम्झाएर कुर्सी सहित राख्ने बनाएको छ। पहिला हामी धुलोमा बसेर हेर्नुपर्ने बाध्यता थियो भने अब त्यो चाहिँ हुँदैन नि त? हुँदैन, एकदम मजाले आनन्दसँग कुर्सीमा उपरखुट्टी लाएर बसेर मजाले गेम हेर्न पाइन्छ। रात्रिकालीन सोको लागि पनि हाम्रो फ्लड लाइट जडान भइसकेपछि मजाले हेर्न पाइन्छ, त्यसमा तपाईँहरू ढुक्क हुनु होला। हस्, धन्यवाद। यो समयको बिजीको समय बावजुद पनि टाइम दिनुभयो, अझै कामले पूर्णता पाओस्, शुभकामना छ। हस्, यहाँलाई पनि धन्यवाद। दर्शकबिन तपाईँहरूले सुनिहाल्नुभयो होला यस आयोजनाका सर्वे पवन बुढाथेकी सरबाट यो ट्यु क्रिकेट मैदानमा बन्दै गरेको यो 23,000 स्क्वायर फिट प्याराफिट बारे पनि केही उहाँबाट जानकारी प्राप्त गर्नुभयो भने आजको यस भिडियोबाट तपाईँहरूलाई हामीले खेलाडीहरू कुन ठाउँबाट अब प्रवेश गर्नेछ र यस ट्यु मैदानको थुप्रै पेरिमिटरहरूको बारेमा पनि उहाँले जानकारी गराइसक्नु भएको अवस्था छ भने हामी तपाईँहरूलाई यसरी नै ट्युका सूक्ष्म रूपमा भइ गरेका गतिविधिहरूको बारेमा पनि निरन्तर रूपमा जानकारी गराउँदै लानेछौँ। र यो फुटेज भने हामीले हिजो बेलुकातिर खिचिएको अथवा भनौँ साँझतिर खिचिएको यो फुटेज रहेको छ र यो फुटेज खिच्दै गर्दाखेरि चाहिँ हामीले खेल मैदानमा केही खेलाडीहरू अथवा भनौँ नेपाली वुमेन्स क्रिकेट टिमका नेसनल खेलाडीहरूदेखि लिएर मेन्स टिमका नेसनल खेलाडीहरू सागर ढकाल, त्यसै गरी भनौँ न यता हेमन्त धामी लगायत कविता जोशीलाई पनि हामी देख्न सक्छौँ भने हामी तपाईँहरूमाझ यसरी नै ट्युका निरन्तर रूपमा फलोअपमा रहनेछौँ। कृपया भिडियोलाई लाइक पनि गरिदिनु होला र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला ताकि हामीले पोस्ट गरेका भिडियोहरू तपाईँहरूले छेडभरमै सुन्न र हेर्न सक्नुहुनेछ। पहिला हामीले नेपाल प्रिमियर लिग यानपिएल ताका हामीले भुइँमा बसेर त्यो खेल हेर्नुपर्ने बाध्यता थियो भने अब यो ट्यु मैदानमा प्याराफिट र फ्लड लाइटको स्तर उन्नति भएसँगै अब हामी केही सङ्ख्यामा भए तापनि अब यो कुर्सीमा बसेर मजाले हेर्न पाउने भएको छ। र यहाँ एकातर्फ
कन्स्ट्रक्सनको काम चलिरहँदा अर्कोतर्फ भने यहाँ खेलाडीहरूले यसरी अभ्यास गर्ने मौका पनि पाएको छ भन्दै हामी तपाईँहरूको माझबाट छुट्टिन्छौँ। धन्यवाद।